हेलो गाइज, गुड मर्निङ। चियाको सुरुवातसँगै उलेनको काम फेरिदेखि सुरु गर्नु पर्यो। एउटा भाइलाई चाहिने रहेछ अनि डिस्कसन हेर्नु न हाम्रो। थोड़े नहाए थे नहीं ना, तो सुबह ना नहाए थे, तो सुबह पूरा एक दिन हो गया ना, तो इसीलिए वो सब यस्तो ऐसे यस्तो जोड़ती है। बकवास कुरा गर्दै हामी बस्छौँ, के भन्नु। वायत मम्मी कुरा कभी सेम गरेर गिनती है। दिन बिताउने कोसिस प्रयास रात गर्दैछौँ। में सुबह तक हो जाएंगे, है ना, नहा लेंगे तो नहीं जोड़ती है, नहीं तो दिन में करेंगे ना कोई भी काम तो वहीं से जोड़ती है। सुन्नुभयो त गाइस, यस्तो कुरा बकुमफुसे कुरा गरेर हुन्छ? लाइफमा अगाडि बढ्नु छ भने यस्तो बकुमफुसे कुरा चाहिँ नसुनौँ, नगरौँ होला। अनि यसै गर्दै गफ गर्दै टाइम पास गर्दै होइन हाम्रो दिन काटिरहेको थियौँ। तर काट्न धेरैभन्दा धेरै नै धेरै गाह्रो भइरहेको थियो। उनको काम गर्दा पनि टाइम गइरहेको थिएन। अङ्कलहरूको दाइको कुरा सुनेर पनि टाइम गइरहेको थिएन। त्यसपछि मेरो दिमागमा एउटा खुरपाते आइडिया आयो। यस्तो खुरापाते आइडिया आयो भने भाइहरूलाई चाट्न लागि मैले ड्रइङ बनाएँ। यसमा चाहिँ टु परेको यस्तो पोज वाला खाले पोज देखाएपछि भाइहरूलाई मैले भने सेम गरेर देखाउ त लु भनेर। त्यसपछि भाइहरूको के भन्नु, के भयो के भयो, हाँस्दा हाँस्दा हालत पम्चर भयो मेरो चाहिँ। भाइको औलीले नै साथ दिएन। त्यसपछि मैले भाइलाई पठाएँ। यसरी नै मिठाईसँगै बेलुका चाहिँ मैले के गरेँ भने हल्का सिलाइ बुनाइ काम डल्लो पारेर मात्र भएन भनेर उहाँ दिदीको भिडियो हेर्दै आफ्नो सिलाइ बुनाइतिर लाग्न थालेँ म। अनि मैले सिलाइ बुनाइ सकेर चिया पिउँदै अनि हाजिरी गर्दै प्रेजेन्ट अप्सन मिलाउँदै होइन। अनि बेलुकाको हिसाब किताबसँगै मेरो डे यसरी नै सकिन्छ।